घर पुगेर मस्तसँग जाडो भएर यसरी बसिरहेको छु भन्न नमिल्ने होला। ए हाम्रो गया हे गाइज वेलकम ब्याक आवर च्यानल इट्स मी रोशन। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि फिट एन्ड फाइन छु। न्यू डे एन्ड न्यू ब्लग। अनि आजबाट दसैँले पनि बाई बाई गर्छ होला सायद। दसैँले पनि बाई बाई गरौँ। अनि हिजो मौसम गइहाल्यो। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्ने कुरा अब ढान ढान कहाँ जाँदैछौँ हामी? मस्तसँग गोरु लिएर जोत्न जाँदैछौँ अब बारी। सिजन भयो जोत्ने हो होइन। अनि गएर मकै सकाएर अब जोत्ने सिजन सुरु भयो। जोत्नुपर्छ बारी होइन। त्यही भएर चाहिँ गोरु लिएर माथि लेखा जाँदैछौँ। अनि म बिहानै भिडियो स्टार्ट गरौँ भने जाँगरै चलेन। बिहान जाँगर चलेन। अहिले अब जाँगर लागेको थियो त्यही भएर स्टार्ट गरिदिएको। सो अहिले चाहिँ हामी पालिकादेखि ठाउँमा पुगिसकेको छौँ। अनि हाम्रो मस्त मौला आदमी माथि जान्छौँ। आफ्नो भाग सकाएर नि अर्को पनि खानुपर्छ क्या। मेरो भाग हो यो खास। यिनले खानु लाग्छ। ए कहाँ पुग्यो त्यो इर्काले? धेरै उभ्याए त भने पनि मानिरहन्छन् बल्लले यार। हान्नु पनि भएन अब बिचरालाई खाने बेलामा। के अरे के भयो अरे? बल्लै हाने नि मैले खास। ट्याप्प ट्याप्प पार्नु त पार्नै पर्न हिँड्दैन हेर। अनि मस्तसँग अब आज त जोत्न मिल्छ कि नै थाहा छैन। 9 बजीसम्म मात्रै पूर्णिमा भन्ने कुरा थियो। एटलिस्ट 9 बजी पछाडि जोत्न मिल्छ भने जोत्छौँ। होइन भने चाहिँ भोलिबार जोत्न सुरु गर्छौँ हामी होइन। लेट्स सी भ्लग हेर्दै गर्नुहोस्। अब इन्ट्रेस्टिङ भ्लग आउँदैछन्। के अरे फेरि भन त। म त बसिरहेको एकछिन खुट्टा दुख्न। हिजो एक्सिडेन्ट बनाइदिन तपाईँले यहाँ खुट्टा। एक्सिडेन्ट बनायो जाउँ। एक्सिडेन्ट भन्दै भन्दैन त्यसलाई बल्ट्याङ खायो भन्छ। ऊ त्यहाँ त्यो कागको खोर छ क्या हो? त्यहाँ अरू नल्ठा काट्न लाग्यो होला नि तिमी सुत्दा होली। किन हेर्दैन हान्न? आऊ मरेछ छिङ्गा। आज छिङ्गा पो मरेछ। होइन मरेकै हो। ऊ त्यहाँनिर त्यो बाटो होइन र भने जुमिङ त पुग्दैन होला त्यहाँसम्म होइन। यति हो। त्यहाँ रातो कपडा निकालेको नि क्या बाटोतिर। हो कि भन्छु मर्या। एकछिन पछि थाहा हुन्छ। ल हेर यतिको दिनै पर्दैन हिँड्दैनन् फेरि। अहिले यहाँ होइन हाम्रो यहाँ अर्का पर्छ। तल त हाम्रो पर्छ त नि। त्यहाँ गत मास मुला मेथी सेती छर्या छ त्यहाँ। केही सुन्ने छैन। मस्तसँग अब यहाँबाट माथि गएपछि त्यसपछि अहिले चाहिँ यहाँ बल्ल हालसालै बल्ल हिँड्दै गइरहेको छौँ होइन। यहाँबाट माथि जान्छौँ। त्यसपछि थाहा हुन्छ के गर्ने के नगर्ने। आज जोत्छौँ कि भोलि जोत्छौँ। लेट्स सी हेर्नुहोस्। अहिले चाहिँ हामी यहाँ पुग्यौँ। बर्खा ला जस्तो भइसक्यो भने है। बादल ढकमक्क जताकतै बादल छ। टक्क हाम्रो गोरु छ यहाँ। अनि पछाडि एउटा भैँसी छ फेरि हो या। ल
हो म्या गर न ए भैँसीले गर्छ उहाँ गर त गर्दैन म उहाँ गर न ल हो अगाडि बल्ल पछाडि भैँसो गाह्रै परेको छ मलाई नि हो क्या भैँसो त आज तानेको छ माटो लौरो पारो त भइगयो पछि ल तान्छ नि यस्तै चलिरहेछ त्यहाँ तिम्रो हाम्रो माइती गाउँ भन्ने थाहा भएको थियो कि नै 7 नम्बरमा पर्छ कि 6 नम्बरमा 7 आधा 6मा बस्छ आधा 7मा पहिला हाम्रो 6 थियो हामी त्यहाँ माथि बेचेदेखि 7मा पछाडि सारे के हो हियर अनि मस्त छ अगाडि बल्ल पछाडि भैँसी लाएर बिचमा हिँडिरहेको छु म अहिले हो या ल ल ल आटो ल ल ल आटो खाने आटो अहिले माथि दिउँला बल्लसित पिरो खाने पिरो चाउचाउ कि त चटपटे आटो त्यही हो भात खानु पर्दैन ल त्यही हो त्यही गरौँला त्यस्तै हुनेवाला छ भन्ने बानी कहिले नजानी भयो त्यसपछि के गरिन्छ भने चाहिँ अब माथि गइन्छ अङ्कल घर के हुन्छ त्यसपछि म सबै देखाउने छु सर हेरेर साथ दिनु होला घर पुगेर मस्तसँग जाडो भएर यसरी बसिरहेको छु भन्नु नमिल्ने होला ए हाम्रो त यस्तो छ बिजोग यस्तो बिजोग तरिकाले काम गरेर हामी फेरि पानी पर्छ कति बेला त्यहीमा पनि यति बेला सकिहाल्थ्यो होला नत्र घर छेउको बारीमा गऱ्यौँ अनि यहाँ गर्दैछु मैले चाहिँ मेरो बोक्ने ठेक्का हो अरूहरूको काट्ने आन्टीले के बाङ्गो छुँदै नछुने प्लान छ क्या आन्टीको दादा त्यहाँ अङ्कलले राख्नुभएको छ पुष्पा त्यहाँ कान्छ यहाँ बुवा त्यहाँ अनि मेरो चाहिँ बोक्ने काट्या ठाउँमा जाने झ्याममा उठाउने बोक्ने हिँड्ने कामै यही छ अब यसो यो कानमा कोर्छ क्या नत्र यस्तो गऱ्यो बोको हिँड्यो त्यही हो अब काम यही छ बाँकी के हुन्छ हेर्दैछौँ लेट्स सी सर यहाँबाट त्यहाँसम्म चाहिँ काट्नुपर्छ बारुलो भेट्यो बारुलो त्यो कहाँतिर यहाँ माथिसम्म घुमिराख अनि कहाँबाट देखिन्छ त त्यहाँ उति कहाँ हिँड्यो त ढुङ्गो पल्टाउनु पर्ला त्यसलाई खन्ने भए त भाइरल हुन्छ झन् त्यसो भिडियो नजिक जान्न म त ल यति छ यति बोकेपछि स्वाहा काम सकिन्छ के गरी जोत्ने हो त्यहाँ यसलाई त भोलि फाल्ने त भइगयो जस्तो भए नि भोलि थाहा हुन्छ त्यहाँ के छ भन्ने कुरा अहिले चाहिँ अब बोक्नु पर्ने छ बोकौँ मलाई खारफला भुन्न अरिहाल्दै बोल हाली ताला तान्दार हेर्छु त मरि यहाँ त हेर्नु कलमबुराले नुहाइदिन्छ कलमबुराले केले खरो गयो भन्न बारुलो भोलि यसको उपचार हुन्छ यहाँ सक्को हो यहाँ गई काम सक्यो ल हामी चाहिँ जोत्न सुरु गरिसकेको छौँ अनि तल अङ्कलको घरनेरको बारी जोतेर माथि आएर अनि बल्ललाई पानी सानी खुवाएर अब फेरि हामी अर्को एउटा बारी जोत्न जाँदैछौँ अनि त्यहाँ तल जोत्नेवाला चाहिँ भिडियो बनाउनु पाएन किनभने चाहिँ अब फोन पनि हुँदैन बारीमा अनि जोत्नु कि भिडियो बनाउनु कि एउटा क्यामराम्यान राख्नु पऱ्यो त्यसको लागि क्यामराम्यान राख्नलाई पहिला सपोर्टर हुनु पऱ्यो
सपोर्ट गर्नु पऱ्यो तपाईँहरूले हामीलाई। अनि क्यामराम्यान पनि बिस्तारै राख्नु हिँड्यो यताबाट। लेट्स सी बिस्तारै युट्युबतिर कमब्याक भइरहेको छु म 5 महिनापछि। अब 5 महिनासम्म युट्युबमा हराउँदा भ्युज हुँदैन। अब के गर्नु, हिजो हालेको भिडियोमा 30 भ्युज, अनि आजकोमा त्यस्तै 30 भ्युज। भ्युजै आउँछ एउटा, भ्युजै आउँदैन युट्युबमा, के गर्नु। अनि भिडियो बनाउन नि अल्छी लाग्छ भ्युज आएन भने। सो त्यही भएर हेरिदिनु पऱ्यो, लाइक कमेन्ट सेयर। युट्युबमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब हानिदिनु पऱ्यो होइन। टाइम मिलाएर दुःख गरेर भिडियो बनाउँदैछु म। यस्तो झ्याङ छ, पहिला सिधा हिँड्ने बाटो हो यो, अहिले यस्तरी झुकेर हिँड्नु पऱ्यो। मतलब लेखमा माल कति उ भइसकेको छ, मान्छे लेखमा बस्नु छोडिसकेको छ भन्ने कुरा चाहिँ यहीँबाट प्रमाणित हुन्छ क्या। अब यो टाइममा अहिलेको 12 बजेको टाइममा यहाँ होइन भैँसीहरू पुरै हुन्थ्यो क्या। यहाँ पुरै छप्पकै हुन्थ्यो यहाँ भैँसीहरू। यो उसमा तलाउमा यता जता कतै भैँसीलाई लगाउँथ्यो, घाँराहरू हुन्थ्यो। अब यहाँ छैन, यस्तो छ है। अहिले त पुरै दामी भयो यहाँ चाहिँ, लेटेस्ट खतरा। आज सबै जोतेर सक्ने भने पानी पर्दो अनि बस्नु पऱ्यो पानी परेर। सब जोतेर सक्छौँ सोचेर पानी पर्दियो। अब सो त्यही हो, आज भिडियो चाहिँ यतिकै हुन्छ, किनभने पानी सानी पर्दियो, जोत्दा नि भएन। माथि एउटा जोत्यौँ, तल अङ्कल एउटा जोत्यौँ, अनि यता एउटा जोत्यौँ, त्यति जोत्यो स्वाहा हो गए। सो त्यही हो, अनि भिडियो पनि यतिकै हुन्छ आजको। थ्याङ्क यू सो मच फर फुल भिडियो वाचिङ। डोन्ट फर्गेट मी, सब्सक्राइब दिस च्यानल। माया देखाइदिउँ।